नमस्कार साथीहरु, स्वागत छ मुभी मिररमा। सो आज मैले लिएर आएको छु तपाईहरुको लागि टप 7 क्राइम थ्रिलर सिरिज जसले सबैको दिमाग हलाइदिन्छ। अरु के हलिन्छ त्यो पनि भन्न सकिन किनभने गपागप सिनहरुको पनि भरिपूर्ण छ। सो एक्लै हेर्नु होला। सो सुरु गरौँ। एकचोटी सोच्नु त तपाईको सोशल मिडिया प्राइभेट फोटो भिडियोहरु अचानक सोशल मिडियाहरुमा भाइरल भइहाल्यो भने के होला। यो सिरिजको स्टोरी ठ्याक्कै यस्तै छ। यो सिरिजको समाजमा भइरहेको अनौठो साइबर अपराधहरु, कसैको ब्याङ्क खाताबाट पैसा उडाउने वा निजी फोटो भिडियो गपागपहरु भाइरल हुने र कसरी समाधान गरिन्छ भनेर देखाइन्छ। हरेक एपिसोडमा एउटा नयाँ कहानी, नयाँ क्राइम देख्न पाइन्छ। यसमा गहिरो सस्पेन्स, मिस्ट्री र इन्टेन्स थ्रिलको साथमा बोल्ड एडल्ट सिनहरु पनि खत्रै देखाइएको छ। यो सिरिजको पहिलो एपिसोडदेखि नै तपाईहरुलाई पूर्ण रूपमा बाँधिराख्छ। एकदमै बवाल, मिस नगर्नु होला, तर एक्लै हेर्नु होला। सिरिजको नाम हो ह्याक क्राइम्स अनलाइन। यसको IMDb रेटिङ 7.4 रहेको छ भने यसलाई तपाईहरुले म्याक्स प्लेयर एन्ड प्राइम भिडियोमा हेर्न सक्नुहुन्छ। अर्को नम्बर 2 मा रहेको छ ट्याक्सी च्याप्टर 1। यो सिरिजको कहानी एउटा बोल्ड कल गर्ल वरिपरि घुम्छ। उसको लाइफ त सफल छ, तर उसको एउटा अँध्यारो पक्ष पनि छ। उले मुभीमा के गर्छ भने उनी आफ्नो कस्टमरहरुसँग गरेको गपागपको भिडियोहरु रेकर्ड गरेर तिनीहरुको MMS बनाइदिन्छिन्। पछि ती भिडियोहरुलाई ब्ल्याकमेलको लागि प्रयोग गर्छिन्। भिडियोको भाइरल गर्ने धम्की दिएर कस्टमरहरुबाट पैसा ठगी गरिन्छिन्। तर असली कहानीमा ट्विस्ट तब आउँछ जब एउटा हाई प्रोफाइल कस्टमरसँग रात बिताए लगत्तै उसको प्राइभेट भिडियो कसैले लिक गरिदिन्छ। अब यहाँबाट कहानीमा नयाँ मोडहरु आउन थाल्छ जब बिस्तारै अरु पनि कस्टमरहरुको भिडियो पनि भाइरल हुन थाल्छ। यो सिरिजले कसरी एक रातको मजाले जीवन बर्बाद गर्न सक्छ भन्ने विषयलाई गम्भीर तरिकाले देखाइन्छ। यसमा भनेको फ्यान्टासी, इन्टिमेटहरु, रोमान्टिक टेन्सन र ब्ल्याकमेल ड्रामाको मिक्सअप बनाइएको छ। यो सिरिज पनि 18+ दर्शकहरुको लागि मात्र सिफारिस गरिएको छ। यो सिरिज तपाई सजिलैसँग युट्युबमा हेर्न सक्नुहुनेछ। नम्बर 3 मा रहेको छ डु यु वान अ पार्टनर। अब स्टोरी के छ भने दुई जना केटीहरु जो आफ्नो बोरिङ जबबाट हैरान छन्, अन्ततः दुवैलाई जागिरबाट निकालिन्छ। अब बेरोजगार भएपछि उनीहरुको दिमागमा एउटा नयाँ विचार आउँछ, अरूको मुनि काम गर्न बन्द, अब आफ्नै बिजनेस सुरु। धेरै सोच विचार पछि उनीहरुले बियर व्यवसाय सुरु गर्न निर्णय गर्छन्। उनीहरुको बिजनेस त सुरु हुन्छ, तर धेरै समस्याहरु आइपुग्छ जसलाई समाधान गर्न उनीहरुले धेरै नै गर्नुपर्ने हुन्छ। मतलब तर कहानीमा ट्विस्ट यो छ उनीहरुले बियरको बिजनेस नै किन रोजे। यसको पछाडी यस्तो गोप्य रहस्य के छ यो जान्नको लागि तपाईहरुलाई सिरिज हेर्नै पर्ने हुन्छ। सिरिजमा कमेडी, डबल मिनिङ डायलगहरु र केही रोमान्टिक अनि किसिङ सिनहरु अरु के त्यसले एक्लै हेर्नु होला। यसको पनि IMDb रेटिङ 4.9 रहेको छ भने यसलाई तपाईले Amazon प्राइम भिडियोमा हेर्न सक्नुहुनेछ। त्यसैगरी नम्बर 4 मा रहेको छ द गेम यु नेभर प्ले अलोन। कहिले सोच्नु भएको छ तपाईले समय बिताउनको लागि खेल्ने मोबाइल, ल्यापटप वा कम्प्युटर गेम नै तपाईको जीवन पछि हात धोएर लाग्यो भने के हुन्छ? एक जोडी हस्बेन्ड वाइफ मिलेर एउटा भिडियो गेम बनाउन कसैले यसलाई नराम्रो भन्छन् त कसैले धेरै तारिफ गर्छन्। तर कहानीको वास्तविक मिस्ट्री तब सुरु हुन्छ जब मान्छेहरुले यो गेम खेल्न थाल्छन्। गेमले त्यो दुई जनाको जीवनलाई यति हलाइदिन्छ कि एक समयमा उनीहरुले आफै सोच्छन् काश हामीले यो गेम नबनाएको भए हुन्थ्यो। सिरिज पूर्ण रूपमा सस्पेन्स, मिस्ट्री र थ्रिलले भरिएको छ। यसमा आउने साना ट्विस्ट र टर्नहरुले तपाईहरुलाई इन्गेज गरेर राख्नेछन्। यसको IMDb रेटिङ 4.5 रहेको छ भने यसलाई तपाईहरुले नेटफ्लिक्समा हेर्न सक्नुहुन्छ। नम्बर 5 मा रहेको छ अन्धेरा। गाइज, डर के हो थाहा छ? नाम मात्र डर होइन, असली वाला डर, त्यो डर जसले तपाईको मध्यरातमा पनि होस उडाइदिन्छ। Amazon प्राइम भिडियोको यो हरर प्लस सस्पेन्स सिरिजले तपाईको दिमागसम्म शक गर्दिनेछ। यो सिरिजले यति भयानक सस्पेन्स, यति भयानक डर सिर्जना गर्छ कि कसम खाएर भन्छु तपाईहरुले एक्लै बाथरुम जान पनि डराउनु हुनेछ। एउटा युवती बेपत्ता हुन्छिन् र प्रमाणको नाममा पुलिससँग उनको अन्तिम CCTV फुटेज मात्र हुन्छ। सुरुको 4 एपिसोडमा जुन सस्पेन्स छ त्यसले तपाईलाई मुभीबाट उठ्नै दिँदैन। तथापि चौथो एपिसोडमा यसमा हरर र लेभियन्स एंगल थपिएको छ जुन कसैलाई अनावश्यक लाग्न सक्छ। तर यदि तपाई केही बवाल, केही एकदमै फरक हेर्न चाहनुहुन्छ भने यो सिरिजलाई मिस नगर्नु होला र विशेष गरी रातमा हेर्दा अझै बढी मजा आउँछ। यसमा धेरै खचाखच वाला सिनहरु पनि छ
त्यही भएर एक्लै हेर्नुहोला। यसलाई तपाईले अमेजन प्राइममा हेर्न सक्नुहुनेछ। नम्बर 6 मा रहेको छ मर्डर इन द हिल्स लाइक अ स्टेशन। यो सिरिजको सुरुवात एक पौराणिक चलचित्र स्टारको कथित प्राकृतिक मृत्युबाट हुन्छ। बाहिरबाट त सबैलाई यो सामान्य हृदयघात जस्तो लाग्छ। यो घटनापछि पुरै हिल स्टेशनको अवस्था गम्भीर हुन थाल्छ। बिस्तारै त्यो सुन्दर हिल स्टेशनको अतीत र अँध्यारोको गोप्य कुराहरू बाहिर आउन थाल्छ। तब गहिरो हुन्छ जब एक खोजी पत्रकार इन्भेस्टिगेटिभ जर्नलिस्टले यो मृतकको जीवनमा धेरै अँध्यारो रहस्यहरू र पुरानो शत्रुहरू जुन थियो त्यसलाई पत्ता लगाइन्छ जो त्यही हिल स्टेशनमा छन्। यो हत्या कसले किन र कसरी गर्यो यही नै सिरिजको मुख्य मिस्ट्री हो। सिरिज सस्पेन्स मिस्ट्री थ्रिलले भरिएको छ। यो पनि 18+ दर्शकहरूको लागि सिफारिस गरिन्छ। यसको IMDb रेटिङ 6.9 रहेको छ भने यसलाई तपाईहरुले अमेजन प्राइम भिडियो अनि म्याक्स प्लेयरमा पनि हेर्न सक्नुहुन्छ। नम्बर 7 मर्डर इन अंगोडा। अन्तिममा कुरा गरौँ क्रिसमसको एक शानदार रातमा भएको एउटा भयानक घटना। त्यो रात माला नामकी एक सुन्दर र धनी युवतीको घर बिल्लामा मृत शरीर भेटिन्छ, जसमा एउटा सब इन्सपेक्टरले संकेतमा यो केसको अनुसन्धान सुरु गर्छ। तर कहानीमा ट्विस्ट तब आउँछ जब इन्सपेक्टरकी बहिनी यो मर्डर मिस्ट्रीमा एउटा यस्तो साबुत ल्याउँछिन् जसले केसलाई पूर्ण रूपमा हलाइदिन्छ। जसरी अनुसन्धान अगाडि बढ्छ, इन्सपेक्टरले मालाको परिवार र साथीहरूको अँध्यारो गोप्य कुराहरू पत्ता लगाउँछिन्। सिरिजको सम्पूर्ण स्टोरी नै मर्डर मिस्ट्रीलाई सुल्झाउनमा रहेको छ, जसमा आउने ट्विस्ट र टर्नहरूले तपाईलाई भित्रैबाट हलाएर राख्नेछन्। यो सिरिजलाई पनि एक्लै हेर्नुको लागि सिफारिस गरिएको छ। यसको पनि IMDb रेटिङ रहेको छ 6 रहेको छ भने अमेजन प्राइम भिडियो र म्याक्स प्लेयरमा हेर्न सक्नुहुनेछ। मैले भनेको 7वटै सिरिजहरू एकदमै बवाल छ। एक्लै भएर हेर्नुहोला, धेरै नै मजा आउँछ। यो मेरो नयाँ च्यानल हो। मेरो स्पिचमा कुनै ठाउँमा मिस्टेक पनि हुन सक्छ, त्यसको लागि सरी। तपाईहरुको साथ सहयोग रह्यो भने म अझै पनि राम्रो भिडियोहरू लिएर आउने छु। सो आजको लागि यति नै। च्यानललाई सब्स्क्राइब, लाइक, शेयर गरेर दिनुहोला। बाइ।